नमस्कार। फेरि पनि उपस्थित भएको छु फलित ज्योतिषको अध्ययनको क्रममा। आज तेस्रो भिडियो। यसभन्दा अगाडि हामीले पहिलो भिडियोमा ज्योतिषशास्त्रको महत्त्व के छ, ज्योतिषशास्त्र के हो भन्ने विषयमा थोरै चर्चा गरेका थियौँ र दोस्रो भिडियोमा हामीले फलित ज्योतिष अध्ययन गर्नका लागि, शास्त्र अनुसार हामीले यसको विवेचन गर्नका लागि, चिना कुण्डली हामीले हेर्नका लागि के कस्ता विषयको राम्रोसँग जानकारी हामीले लिनुपर्छ भन्ने विषयमा रहेर थोरै सानो भिडियो बनाएको थिएँ। त्यसमा हामीले नक्षत्र, राशि, ग्रह र भावको संक्षिप्त रूपमा वर्णन गरेको थिएँ र विशेष गरेर नक्षत्रको अंशादि कला, अंशादि व्यवस्था र ती नक्षत्रहरू आकाशमण्डलमा कसरी रहेका छन् भन्ने कुरालाई मैले बताएको थिएँ र ज्योतिषशास्त्रमा नक्षत्रको ठुलो भूमिका छ। नक्षत्रद्वारा नै राशिको निर्धारण हुन्छ र त्यही राशि नक्षत्रमा ग्रहहरू स्थित हुन्छन्। त्यसैले हामी नक्षत्रको राम्रोसँग जानकारी गर्नुपर्छ यदि फलित ज्योतिष राम्रो बनाउनु छ भने। यदि हजुरले त्यो भिडियो हेर्नुभएको छैन भने त्यस भिडियोमा गएर अवश्य हेर्नुहोला। र आज हामी राशिको परिचय गर्नेछौँ। थोरै रूपमा त मैले अघिल्लो भिडियोमा पनि बताएको थिएँ, तर पनि फेरि स्मरणको लागि म बताउनेछु। हाम्रो एक राशिमा 9वटा चरणहरू हुन्छन्। ती एक चरणको अंश हुन्छ 3.20 डिग्री। त्यस्तै गरेर 3.20 डिग्री 9 चरण भएको कारणले गर्दाखेरि 9ले गुणन गर्दाखेरि 30 डिग्री पुग्न जान्छ। त्यही 30 डिग्री नै एक राशिको अंशादि मान हो। अब हाम्रो राशि हुन्छन् 12 राशि: मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन। यी 12 राशिहरू रहेका छन्। एक राशिको मान हुन्छ 30 भने 30 × 12 गर्दाखेरि 360 आउन जान्छ। यही ब्रह्माण्डमा 360 डिग्रीको ब्रह्माण्डमा 12 राशिहरू व्याप्त हुन्छन्। त्यही 12 राशि 27 नक्षत्रमा नवग्रहहरू विचरण गर्ने गर्दछन्। त्यही अनुसार नै हामीले फलित ज्योतिषमा फलित कथन गर्नुपर्ने हुन्छ। अब राशिको सामान्य अर्थ गर्दाखेरि के हुन्छ त भन्दाखेरि ढेर, समूह भन्ने विषय अथवा त्यस्तो शब्दार्थ राशिले दिन्छ। अब के को ढेर त भन्दाखेरि नक्षत्रको समूह। नक्षत्रको समूह नै राशि हो। अब ऋषिहरूले त्यस समूहलाई यस पृथ्वीमा, यस भूमिमा जस्तो आकारको देख्नु भएको थियो त्यस्तै नामाकरण गर्नुभयो। मैले पहिलो भिडियोमा पनि प्रस्तुत गरेको छु। भेडको आकारको देख्नु भएको कारणले गर्दाखेरि मेष, साँडेको आकारको नक्षत्रको संज्ञालाई देख्नुभयो वृष, र युवा र युवतीको दृश्य देख्नुभयो त्यो मिथुन। यसरी नै 12 राशिको नामाकरण हुन गयो। र 12 राशिलाई फलित ज्योतिषमा 2 संज्ञा दिएको छ। संज्ञा त धेरै छन्, तर हामी आज जुन बुझ्न जाँदैछौँ सम र विषम, जोड र बिजोड, यसरी बुझ्नु होला। विषम राशिमा मेष, मिथुन, सिंह, तुला, धनु, कुम्भ यी 6 राशिहरू पर्न जान्छन्। र यी 6 राशिहरूलाई नै ऋषिले पुरुष संज्ञा दिनुभएको छ। यी 6 विषम राशिहरू नै पुरुष राशिहरू हुन्। र 2 भनेको वृष, कर्कट, कन्या, वृश्चिक, मकर र मीन यी 6 राशिहरू समराशि पर्न जान्छन्। यी समराशिलाई स्त्री संज्ञक राशि भनेर बुझिन्छ। र हजुरहरूले यो विवेचन गर्न सक्नुहुन्छ, यो कुरा विचार गर्न सक्नुहुन्छ कि पुरुष भनेका थोरै
स्त्रीको रूपमा थोरै कठोर मनवाला देखिन्छन्। त्यसै कारणले गर्दाखेरि पुरुष संज्ञक अथवा विषम राशि नै क्रूर राशि भनेर पनि चिनिन्छ र स्त्री संज्ञक जुन सम राशि छन् त्यसलाई सौम्य राशि भनेर चिनिन्छ। अब हामीले यस राशिको संज्ञालाई जन्मकुण्डलीमा कसरी अध्ययन गर्ने त भन्दाखेरि हामीले दुई तरिकाले अध्ययन गर्नुपर्छ। एउटा जन्मकुण्डलीमा लग्नमा जुन राशि छ, जुन लग्नको राशि छ र चन्द्रमा जुन राशिमा छन्, ती दुईटा राशि अनुसारको हामीले जातकको व्यक्तिको स्वभाव निर्धारण गर्न सक्छौँ। जस्तै यदि लग्न कुण्डलीमा लग्नमा वृष राशि छ भने वृष राशि के भयो? सम राशि भयो। सम राशि नै स्त्री संज्ञक राशि भयो र स्त्री संज्ञक राशि नै सौम्य प्रवृत्तिको भयो। भनेपछि हामीले त्यस जातकको स्वभाव विचार गर्दाखेरि यस जातक त सौम्य रहेछ, विचारवान, धैर्यवान, शान्त स्वभावको रहेछ भनेर हामीले विचार गर्न सक्छौँ। र चन्द्रमा पनि यदि वृष राशिमा रहेछन् भने हामी त्यस जातक, त्यस व्यक्ति सौम्य प्रवृत्तिको, शान्त, यस्तो स्वभावहरू हामीले भन्न सक्छौँ। भने यदि मेष, मिथुन, सिंह आदि गरेका 6 राशि विषम राशि मध्येको 6 राशिहरू पर्न गएको छ भने त्यो विषम राशि नै के हो त भन्दाखेरि पुरुष संज्ञक राशि हो। त्यही पुरुष संज्ञक राशि नै के हो त? क्रूर संज्ञक राशि हो। हामीले यस राशिको फल कथन गर्दाखेरि कसरी व्यक्त गर्नु पर्यो, कसरी जन्मकुण्डलीमा फल बताउनु पर्यो भन्दाखेरि जातक व्यक्ति त कस्तो रहेछ? अलिक परिपक्व, निडर, कठोर भनेर हामीले भन्न सक्दछौँ। हामीलाई फलित ज्योतिषमा यी राशिका संज्ञाहरू जुन पनि छन् अत्यन्त महत्त्वपूर्ण छ। हजुरहरूले आज बताइएका सम, विषम, स्त्री, पुरुष, क्रूर, सौम्य यी 3 संज्ञाहरूलाई स्मरण गर्नुहोस्, याद गर्नुहोस्। गाह्रो छैन, हजुरहरूलाई त्यो रट्नुपर्ने कुनै आवश्यकतै पर्दैन। तर हजुरले 12 राशि मध्येको जुन नाम छ र जुन क्रम अनुसारको अङ्क छ त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ। यति याद गर्नुभयो भने हजुरले सरलै, सहजै तरिकाले यस 3टा संज्ञालाई याद गर्न सक्नुहुन्छ। कसरी याद गर्ने त? राशिको संज्ञालाई कसरी याद गर्ने भन्दाखेरि मेष भन्ने बित्तिकै 1 सम्झिनु पर्यो, वृष भन्ने बित्तिकै 2 सम्झिनु पर्यो, मिथुन भन्ने बित्तिकै 3 सम्झिनु पर्यो, कर्कट भन्ने बित्तिकै 4 सम्झिनु पर्यो। यस्तै गरेर मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन गरेर 12 अङ्कहरू पनि राशि सँगसँगै हामीले याद गर्नुपर्ने हुन्छ। फलित ज्योतिषमा राशिभन्दा अङ्क, अङ्कभन्दा राशि यतिको स्मरण हामीलाई चाहिँ हुनुपर्दछ। आजको लागि सौम्य, क्रूर, विषम, सम, स्त्री, पुरुष यी 3टा संज्ञाहरू मैले यस भिडियोमा प्रस्तुत गरेँ। हजुरहरूले यो याद गर्नुहोला र आगामी दिनमा हामीलाई फलित ज्योतिषको विषयलाई लिएर अगाडि बढ्न अत्यन्त सहज हुन्छ। यति भन्दै म बिदा हुन्छु। हस्त, नमस्कार।